साथीहरू अब चाहिँ हामी लगभग होइन फाइनली आइसकेको छ टपको पिक ठाउँ त यस्तो छ यहाँदेखिको दृश्य ल दोस्त काउन्ट गर्दैन त रेडी 1 2 3 रेडी 1 and 3 2 1 गो रेसन यही हो मोमीजी त्यहाँको पहाडमा थियो अनि फोटो सेसन ल जति मेरोमा त्यहाँ गरेर क्या त हालेर त्यो जुम गरेर त्यहाँ छ जी भन त उल्टो देखेको नि के हो कुनै छ त्यहाँ थियो त नास्ता अनि 4 बजीसम्म आउँदै रहेछ अहिले कति बज्यो यहाँ राखेको थियो यार त पहिले हेर्ने के हो यो टाउन पहिला नि बिबे अनि उ चाहिँ 3 बजे अब 1 घन्टा पहिला नि बिबे यहीँनिर थियो क्या भ्यू हेर्ने होइन यहाँ तल खोइ कहाँ हो यहीँ हो जस्तो लाग्यो यहीँ हो क्या यहीँदेखि उता हेर्ने भ्यू थियो क्या ल काउन्ट हान्दिउँ न त भ्यू देखाउँछ 3 2 1 गो दामी पहाड रहेछ पहाड जङ्गल यस्तो घना जङ्गल छ त एमाजोन जस्तो फोनमा कस्तो देखेको छ थाहा छैन तर एकदम राम्रो देख्छ दोस्त पिङ पनि छ त कहाँ ल हाम्रो 4 जनाको ग्रुप देखाउँ त मेरो लेफ्ट साइडमा एकजना आउँदा ल कस्तो भयो त एक्सपिरियन्स सुनाउ त एक्सपिरियन्स फुजिसान हेर्ने भनेको त्यो केलाई के भने जस्तो भइसक्यो यहाँ त्यतिकै यहाँ र यस्तो राम्रो राम्रो देख्छ त्यहाँबाट मौसम एकदम देखेछ ठिक छ घाम नलागेर हामीलाई सजिलो भएछ त्यहाँबाट चाहिँ त्यहाँ हेर्न मिल्छ होला ल्याउन रहेछ यहाँ आइपुग्दाको तिम्रो यत्रो हामी 1.5 घन्टा 2 घन्टा जस्तो हिँड्यौँ होइन तर जुन हामीले जुन मेन पोइन्ट के अरे त्यो एकदमै इमेज लिएर आएको थियौँ नि जुन पोजिसन यहाँबाट देखिन्छ भनेर जुन एउटा थियो नि हाम्रो भ्यू त्यो चाहिँ मैले पाइनँ पोजिसन हेर्न चाहिँ होइन होला त्यहाँबाट ऊ त्यहाँ रहेछ त्यो त्यहाँ देखाएको तर त्यहाँ तलबाट देखिन्छ होला मेन पोइन्टमै जाउँ है त देखिन्न के ऊ बादलहरू देखिन्छ यहाँ सानो सेतो टल्केको छ नि त्यो चाहिँ जापानको हिमाल हो क्या त्यहाँ सबै आमाहरूको नाम लेखेको विवेक कस्तो लाग्यो त मलाई चाहिँ त्यो जङ्गलमा हिँड्नु म पहिला आउँदा नि त्यो पछाडि देखेको जङ्गलहरू छ नि त्यो सुकेर खैरो टाइपको भइसकेको थियो क्या गिरेन थियो क्या त्यो गरी महिनामा म जाडो महिनामा आएको नि त ज्याकेट लाएर आएको क्या खैरै छ क्या बादल नभएको भए चाहिँ तर अहिले भ्यू अलिक बेटर छ त्यो यस्तो भयो कि यो यहाँ नजिक अगाडिको चाहिँ यो जङ्गलहरू चाहिँ राम्रो देखिरहेको कि यिनीहरू त्यो जुन यो टपमा चाहिँ त्यो बादलले कालो बादलले देखिन दिएन त्यहाँनिर रहेछ कि त्यहाँ देखिन्छ टिकटक बनाउने है पछाडि हेर ल अब हामी एकलट के लाइभ गइदिउँ कि फोटो खिचौँ फुल खिचौँ
रेलगाडी कहाँबाट हो त? यता है कता छ ठाउँ छ त्यो ठाउँ छ त्यो मैले तिमीलाई देखाएको थिइनँ पोस्टमा चढे यस्तो शाहरुख खान पोजवालाहरू सानो सानो माउन्टेनहरू देखाएको थिइनँ विवेक तिमीलाई कता हो क्या यतै कता हो क्या अर्को फोनमा छ त्यो फोटोहरू यसमा छैन तर अब त्यो केटाहरूसँग यस्तो गरेर फोटो खिचेको त्यो पछाडि रातो रातो यस्तो स्क्रिन जस्तो थिएन त्यो भने पछाडि चाहिँ पहाडहरू थियो त्यो होइन त्यो पाहाडहरू त्यो सर्च अहिले सर्च गऱ्यो माउन्ट ताकाउ सर्च गऱ्यो भने नि त्यो देखाउँछ क्या यस्तै हो भने चाहिँ कस्तो छ त्यहाँदेखि घुमेर त यतै आएको थियौँ तर त्यहाँदेखि घुमेर उतापट्टि गएको थियौँ क्या तर त्यो बाटै छैन उता यत्रो टाढो त थिएन यार त्यो यो त झर्ने ठाउँ हो यार विवेक यो त झर्ने ठाउँ अरे यसैमा सर्च गर्छु ल हालिदिइहाल्नु तिमीले। यसै नै साथी केटाहरू यो चाहिँ घुम्छ। भगवान् हामीले तपाईँलाई नचिने पनि हाम्रो रक्षा गर्नुहोला। अब यो हाम्रो ताकाइची सानले हामीलाई धेरै वर्ष जापान बस्ने भिजा दियोस् तर हाम्रो बस्ने इच्छा त्यही अनुसारको होस्। हामी विदेशीलाई पनि त्यो अनुसारले ट्रिट गरोस् व्यवहार गरोस् राम्रो गरोस् त्यही हो भगवान् अरू केही होइन। लाँदा फोटो पनि हुन्छ विवेका मन्दिरमा बाटो त के हो त को फोटो खिचाऊ है आउँदो हाम्रो कुरा चाहिँ ट्याक्क भगवान्ले सुनेर एकदमै लागू गरिदिनु होला भगवान्। के माग्यो र हामीलाई विदेशमा बस्नलाई एकदम सहज सबैलाई तिम्रो लागि पनि मागेको छ यो चाहिँ हाम्रो ताकाइची सानसँग पुग्यो। जापानमा बस्नलाई जान्नेसँग चिप्लेर झर न रहेछ यो यसमा यहाँ चाहिँ एकछिन भन्नु यो टाइपको मन्दिरहरू छ यता चाहिँ भिडियो सिडियो खिच्न त पाउँछ नि हामी जाँदैछौँ सिँढी नै सिँढी छ गली नै रहेछ त गली नै रहेछ त यस्तो टाइपको छ है माई काश राम्रो ठाउँ रहेछ यहाँ त्यस्तो टाइपको एक भिडियो गर्नु त पाउँछ नि पाइहाल्छ पाइन्छ भिसा आउँछ राम्रोसँग जे इक्जाम त्यो सबै पास होस् सबै जे होस् राम्रो होस् जापानमा धेरै लामो समयसम्मको भिजा आओस् राम्रो पैसा भेटियोस् राम्रो स्यालेरी भएको Thanks! Love you! Forever! हाल्नु त्यहाँ हातको हाल्नु त पहिला यति भनेपछि त्यहाँ हातको हाल्नुपर्छ कि यति मागेपछि त पैसै हाल्नुपर्छ भन्ने होइन क्या पैसा त्यो नियम त्यो पैसा भनेको मन्दिरलाई संरक्षण गर्नको लागि हामीले हाम्रो भित्री एकदम मनबाट मागेको हामी तिन भाइको चाँडै नाइते आउँछ होइन मेरो त त्यो एउटा खाइसामा दिएछु त्यो ठ्याक्कै आउँछ नाइते आउँछ पैसा हालिदिउँ यहाँ राम्रो हुन्छ ठ्याक्कै फेरि हेर्को दामै छैन यार दामा छैन हेर्को अब माग्नु भएन केटासँग ल अब हामी चाहिँ यहाँनिर टक्क
होइन चढाउने छौँ यही हाल्ने बनाएको छ त पानी पर्यो हो साढे त्यहाँ होइन के ऊ त्यहाँ तल जीएलपीटी एग्जाम देनी जीएलपीटी राम्रो नम्बर आओ बीजेपी से भी नहीं अब मैले चाहिँ भगवान्लाई विश पनि मागिसकेँ यहाँ हो छिराउने के पैसा त्यहाँ फाल्नेवाला पनि ल लाग्यो अब गन्तव्यतिर यस्तो दामी ठाउँ छ यहाँ एकदम बन्द गरेर ल जाउँ न त साथी किन हिँडेर जानुपर्छ त्यताबाट जाने बाटो हो नि त हामी चल यहाँसम्म पुगेको छु त घरको सँगै खिचौँ न त बिहे साई गरेर रेडी नै भएको थिएन फोटो खिच ल भयो भन्छ त्यही हमारे सँग क्यामेरा मिलाएर टक्क रेडी हुनु पर्दैन मलाई सक्यो भन्छ ल दोस्त योपट्टि चाहिँ हो क्या त्यो ठाउँ ल यार पानीमै पऱ्यो त पानी पाउनु स्टार्ट भयो नि एकछिन क्यामेरा पक्र त पानी पर्यो छाता चाहिँ निकाल्यो होला है यही साइड हो दोस्तो खाता निकाल्नै पर्ने हो खाता निकाल त्यहाँभित्र तिमीहरू ल्याएन छाता ल्याएको छु मेरो ब्यागमा छ तिमीहरू दुईजनाबाट हामी दुईजनाबाट दोस्त यही साइड हो दोस्त रहेछ पुगेँ मेबी हुनसक्छ है कस्तो दामी आएको क्या तिम्रो उबाट पकाएर म त हिरो देख्छु त उतापट्टिको त्यस्तो पनि ट्याक्स होला ओए छाता त के हो त फेरि हामीसँग छाता छैन छाता तिम्रो त वाटरप्रुफ हो नाता छैन दोस्त उतापट्टि क्यामेरा बन्द ओस् यार यो खै के लेखेको छ यो त खै थाहा भने ऊ होला योगदान ल गाइस र साथीभाइहरू अब चाहिँ हामी हाम्रो गृहतर्फ फर्किँदैछौँ र फर्किँदै गर्ने क्रममा हाम्रो अब यो टाइपको हाम्रो दृश्य छ देख्न सक्नुहुन्छ 100 वर्ष पुरानो रुखहरू छ होइन यो के हो यस्तो टाइपको लेखेको छ यो सानो सानो के हो परेवाको खोर जस्तोहरू छ होइन यस्तै टाइपको हुन्छ नि परेवाको खोर दोस्त थाहा छ नि तिमीलाई थाहा छ बनाऊ क्यामेरा लाइट हो तर परेवा खोरको नि यस्तै टाइपको हुन्छ नि त भन्नु खोजेको केटा हो मेरो गलत तरिकाले व्याकरण नगर न यार कि व्याकरण अरे व्याख्या नगर न यार दोस्तहरू दोस्त यो ब्यागको यस्तो माथि तान्दैन अरे याद ल
अझै उकालो चढ्ने हो भन नि त दोस्त के हो रेशम दोस्त ए यहाँ रेस्टुरेन्ट त्यहाँ के भन्ने थियो क्यामेरा फर्काउँदैछु भन्ने पछाडि फर्काउन हामीतिर भनेको खै पानी रोक्यो साइको रहेछ र पानी ल छाता बन्द गरिदिउँ नि त अहिले तिमीलाई एउटा जङ्गलमा गएर बस जङ्गलमै जिन्दगी बिता भन्ने के गर्छ म सक्छ बिताउँदिनँ भन्छ तिमी ल जङ्गलमा गयो होइन बाइचान्स तिमी जङ्गलमा हरायो सोध न सक्छौ तिमी जङ्गलमा जिन्दगी के को लागि भन्ने हुन्छ नि त त्यो ल माधव हराइयो भने हरायो हो त्यही भन्नु सर्भाइभ गर्न अफकोर्स नि यार के खान्छ हँ जङ्गल भनेको नि तिमी जति घरतिर खानेकुरा पाउँछौ नि त्योभन्दा बेसी चाहिँ जङ्गलमा खानेकुराहरू पाउँछ क्या त्यो हामीले चिन्न नसकेको मात्रै हो होइन तर मलाई केही प्रतिशत खाने सक्ने कुराहरू थाहा छ क्या किनभने अब चारकसे झाडी भनेको नेपालको मनालको बिगेस्ट जङ्गल पनि हो होइन एउटा त्यो जङ्गल फेरि मेरो घरदेखि धेरै टाढो छैन हात्ती कुट्ने जङ्गल त्यही हो क्या प्लस अब गाउँघरतिर त अब हामी गाउँघरमा हुर्केको मान्छेले थाहा हुँदैन त जङ्गलतिर के पाउँछ भनेर हो कि होइन भन त हो कि होइन भन त थाहा छ नि त अलिअलि खानेकुराहरू जङ्गल ल सक्दैन कि मैले बोक्रा चाहिँ पिङ पिङ के कलर भन्छ इन्टरभ्यू नै मिस्टेक गरेर डिस्टर्ब गरेर इन्टरभ्यू नै बनतरुल नि दोस्त पिङ पिङ टाइपको के कलर भन्छ पिङ्क बनतरुल कसरी पिङ्क हुन्छ हो तरुल पनि पिङ्क हुन्छ र के घरतरुल भनेपछि बनतरुल सेतो हुन्छ म झुक्के धेरै भन्छ तरुल पिङ्क होला निलो होला नि हुन्छ कि स्विट पट्याटो हो त्यो त्यो होइन त्यसलाई हाम्रोतिर के भन्छ थाहा छ स्विट पोटेटोलाई के भन्छ दोस्त बिर्स्या सकरखण्ड त मैले अस्ति भएर थाहा पाएको क्या सुटुनी भन्छ सुटुनी मेरो घरै क्यामेरै हल्लाइदिएर यसले त ल आयो अर्को मेरो घरै हो के यत्रो बच्चा हिँडिरहेछ यो खुट्टा टेक्दैन कि विवेकको आज काम है गुलाब ओइ गुलाब ओइ काम है तिम्रो काम छ यार मुखमै नजान्छ न काम छ म त हो दामी छ है दोस्त भ्यू गाइस तपाईँहरूलाई कस्तो लाग्यो यो भ्यू अहिलेसम्मको हाम्रो यो के अरे जर्नी के भन्छ यात्रा कस्तो लागिरहेको छ साथीहरू यसो कमेन्ट गर्नु है यसो कमेन्टमा के क्वेसनहरू सोध्नु मनमा लागेको कुराहरू भनिदिनु के सुधार्नु पर्ने कुरा के छ हाम्रो राम्रो पक्ष के छ नराम्रो पक्ष के छ तपाईँहरूको त्यहाँ कमेन्टमा हल्का पुष्टि गरिदिनु है त दोस्त अरे मित्रहरू जस्तै नकुदिकन यही बाटो आएर हामीले यता जुस खाएको क्या पोहोर नेक्स्ट टाइममा त यही बाटो हो क्या यही हो कसो यही आएर फोटो खिचेको क्या हो कि होइन भन त त्यो पहिलेको फोटोहरू यही आएर खिचेको यही बाटो कसम हो क्या यहीँसम्म आएर फोटो खिचेर हामी गएको क्या त्यो भ्यू त्यसो उतापट्टि होला दोस्त विवेक यहीँ हो क्या हेर न बेस्ट भ्यू छ कि छैन अन्त अघिको भन्दा रेशम बेस्ट भ्यू छ कि छैन सबै छेकिएछ क्या उसले उरो लाग्यो दोस्तहरू उतापट्टि यो सहरहरू छ क्या ए सबै कुहिरो लगाएर यतापट्टि चाहिँ दामी भ्यू थियो क्या घरहरू देखिन्थ्यो मेन टोकियो साइड भनेको यता ठुल्ठुलो बिल्डिङहरू यता देखिन्थ्यो क्या साथीहरू हेर्नु त भ्यू यत्रो बेर भिडियो गरेको यस्तो दामी भ्यू छ क्या साथीहरूमा
कामै छैन त त्यही भन्छ विवेकले अहिले तिमीले के भन्छ अहिले विवेकले के त्यही भन मलाई यस्तो भन भन्नु अनि अहिले चाहिँ छिटो गर्छ त्यो त 10:30 4:30 बजीसम्म मात्र हुन्छ नि त हिँड्दै जाने तालै जाने ओह्राला यार साथीहरू फेरि यहाँ 2 मिनट त मात्र 2 किलोमिटर त मात्रै हो बोक्सी कराएर यार अनि नेपाली फिल्ममा हिन्दी फिल्ममा बोक्सी यस्तो कराउँदैन त कागहरू पनि करायो 5 गरेर 4 गराएको होला नि कता हो अब हामी चाहिँ यसमा लिस्ट के अरे के चेयरमा चढेर जान आँटेको नसक्ने भयो केटाहरू अब यहाँ चढेर टिकट लिएर जाने त्यस्तो छ यसमा चढेर जाने होइन डर लाग्छ दोस्रो डर त लाग्छ यौँको यो $1960 परेछ 4वटा टिकटमा अब त्यहाँ चढ्दा सिनेमेटिक टाइपको पनि देखाउँछ दुईटा हो छिटो दुईजना हामी किन तिमीलाई सिङ्गो जानु मन त यो दोस्त पक्रा त ब्याक गरेर पाउँछ यो के पछाडि गराएको हाम्रो गराउन यता横に並んで横サイドバイサイド横क्यामेरा पछाडिबाट बनाऊ लामो बनाऊ न लामो बनाऊ होइन फोन झर्छ क्या उल्टोपट्टि बनाऊ न भ्यू देखाऊ न फोन बेसी प्राइभेट हुन्छ क्या यस्तो टाइपको छ ल यो भ्यूबाट चाहिँ हामी झर्दैछौँ यसरी दोस्त तिमीले एउटा कुरा गर्नुपर्ने हुन्छ है यतापट्टि फ्रन्टपट्टि पनि बनाइदेऊ त ओ हात पक्र है त्यो रेला नगर है दोस्रो म यसरी चढेर टक्कसँग जाँदैछौँ मजा आउँदो रहेछ यहाँ डर पनि लाग्दो रहेछ ब्याग बनाउँदा एकलट मुनि देखाउनु त यस्तो टाइपको छ्याएर मुनि झऱ्यो भने 1 मिस गेम फिनिस टाइपको छ तर झरिँदैन यहाँ जाली लगाएर रहेछ है रेशम दोस्त हो तँ पर रहेछ उतापट्टि चाहिँ यस्तो दामी भ्यू छ सबै कुहिरो लागेर क्या भ्यू नै मिस भयो देखो न देखो यो क्या है देखो न गाइस देखो न ये क्या है दोस्तहरू यार मेरो त फोनै स्विच अफ भयो यार भएको छैन मैले स्टप गरेको अनि यो त मेरै आयो बाबा हामीले चाहिँ उसको मेरो फोटो पनि QR コードからデジタルデータダウンロードができます。今日から2週間ですね。忘れないようにお願いします。ありがとうございます。ありがとうございますあれयो त तिम्रो सुमा चाहिँ यहाँ फोटो देखाउन फोटो तिम्रो र मेरो कस्तो छ मेरो त राम्रै आयो यार मेरो पनि आएको छैन मलाई चाहिँ पोज गर भन्दै मैले पोज गरेँ थियो मलाई त थाहा पनि थिएन क्या ल गाइस अब चाहिँ आजको हाम्रो यो के भनौँ हाइकिङ भनौँ जे भनौँ आजको हाम्रो यात्रा चाहिँ यहाँनिर खतम भइसकेको छ मलाई त एकदमै रमाइलो लाग्यो तपाईँहरूलाई नि
अब यो भिडियोहरू के कस्तो लाग्छ तपाईँहरूलाई पनि राम्रो लाग्यो भने अफकोर्स घुम्न आउनु होला अनि दोस्रोलाई कस्तो लाग्यो मलाई त एकदम बबाल रमाइलो लाग्यो तपाईँहरू पनि आउनु होला घुम्नु होला रमाइलो गर्नु होला चाहिएको मनोरञ्जन लिनु होला कहिलेकाहीँ स्ट्रेस हुन्छ त्यसलाई चाहिँ एकदम फिल आफ्नो गराउनु होला अनि दोस्रोलाई कस्तो लाग्यो एकदम रमाइलो हिँडेर जाँदा एकदम चाहिँ रमाइलो भयो अब उताबाट थाकियो तर चाहिँ रमाइलो भयो रमाइलो गर्दै गयो अनि उताबाट फर्किँदाखेरि के कारमा यो रमाइलो नै भयो एकदम रमाइलो त्यो नजिक बस्नेहरूले आउँदा हुन्छ मलाई नि एकदम रमाइलो र विवेक दोस्रोलाई चाहिँ कस्तो लाग्यो भन्नु त ओभरअल भन्दाखेरि एकदमै रमाइलो भयो अब नेचर मनपर्नेहरू र हाइकिङ गर्ने मन पर्छ भने यता आउँदा हुन्छ नजिकै छ टोकियोदेखि ओभरअल एकदम समग्रमा भन्नुपर्दा एकदमै दामी थियो बेस्ट थियो यो चाहिँ एकदम हाम्रो होइन पहिलो राम्रो एकदम फर्स्ट टाइम आएको थिएँ राम्रै लाग्यो यति भन्दै हाम्रो भिडियोलाई चाहिँ स्थगित गर्न चाहन्छु के कस्तो लाग्छ कमेन्ट दिनु होला ल बाई बाई गाइस अर्को भिडियोमा भेट्नेछौँ